हेलो एभ्रिवान नमस्ते शिवन्ने म चाहिँ तपाईँलाई के देखाउन आँटेँ भने त हाम्रो जुन चाहिँ कम्पनीमा छ त्यो कम्पनीमा चाहिँ ब्ल्याक सुज मात्रै अलाउ अरे त्यसमा अलिकति वाइट अलिकति केही धर्का भएको त्यस्तो सुज अलाउड होइन अरे कि अनि म यस्तो बिजोग भएँ कि मैले चाहिँ कस्तो सुज ल्याएको छु भन्नु त पर्खिनु म तपाईँलाई देखाउँछु मैले चाहिँ यस्तो सुज ल्याएको छु यो अलाउै छैन अरे यो जुत्ता होइन अनि अहिले त फेरि मेरोमा पैसा छैन स्यालेरी आएको छैन सो के गरौँ भयो कि मैले दिमाग लगाएँ के दिमाग लगाएँ भन्नुहोस् त तपाईँलाई देखाउँछु ल के दिमाग लगाएँ भने चाहिँ म तपाईँलाई देखाउँछु ल चाहिँ पर्खिनुहोस् है हेर्नु यो जुत्ता यस्तो छ होइन यसलाई चाहिँ मैले के दिमाग लगाएँ अब अचानक त जुत्ता किन्नु सक्दिनँ आई डोन्ट हेभ मनी होइन अहिले नै मेरोमा स्यालेरी पनि आएको छैन फेरि यस्तो टाढोबाट यहाँ ट्राभल गरेर आएर म यो जुत्ता लिएर आएर फेरि यो जुत्ता किन म त्यसै फ्याँक्नु सो मैले चाहिँ जुगाड गर्दै के जुगाड लगाएँ भन्नु त टेन मार्कर अब म चाहिँ यसलाई पेन्ट गर्नेछु होइन मार्छु सुन्यो भने हेर्नुहोस् ल हुनु चाहिँ मैले यो अस्ति लगाएर गएको थिएँ कि नोटिस गरेको थिएन तर घर आउँदा चाहिँ फेरि सँगै भयो नि त सुपरभाइजर र म सँगै हुने हुँदा चाहिँ मलाई भन्यो सुपरभाइजरले कि यस्तो यस्तो हो बहिनी नेपाली हुनुहुन्छ सुपरभाइजर उहाँले भन्नुभयो यस्तो बहिनी ला ब्ल्याक अरू त अलाउ गर्दैन तिमीले ब्ल्याकै किन्नुपर्छ भन्नुभयो हो अन्त आज मेरो विक अफ थियो अनि कोही साथीहरू पनि थिएन मेरो रुम पार्टनरहरूको सब छुट्टी छ ड्युटी छ के गरौँ भएन होइन अन्त अहिले त यस्तो सोचेँ म होस् अनलाइनबाट मगाइ माग्छु दिदीलाई भनेर चाहिँ उता दिदी हुनुहुन्छ नि त भएर त दिदी त सुत्नु भएछ हो अन्त चाहिँ के गरौँ भइरहेको थियो मलाई यसो सोचेँ खासमा चाहिँ मैले यहाँ के पो आइलाइनरको हुन्छ नि त्यो ब्ल्याक आइलाइनरको ब्ल्याक लगाउन आँटेको के सोचेर चाहिँ मैले फेरि मार्कर देखेँ भित्र दिदीकोमा अन्त यसो सोचेँ होइन केही त जुगाड गर्नुपर्छ अहिले नै मेरोमा स्यालेरी पनि छैन फेरि अहिले नै मेरो स्यालेरी पनि आउने छैन अब कहिले दिनुहुन्छ किनभने म फर्स्ट आएको नि त कहिले दिने होइन दिनु पनि सक्छ नदिनु पनि सक्छ त्यही भएर चाहिँ मैले जुगाड लगाएको छु होइन आई डोन्ट नो कस्तो देख्छ भोलि बिहान अब कस्तो देख्छ हेर्नुपर्छ तर भोलि ड्युटी छ केही न केही त जुगाड लाउनु पऱ्यो त्यही भएर चाहिँ मैले यो जुगाड लगाएको छु हेरौँ कस्तो हुन्छ होइन यसरी लाउँदैछु म चाहिँ यसरी लाउँदैछु यो पारेर लाउँदैछु दिमाग त नभएको होइन केटीको यस्तो महँगो छ फेरि यहाँनिर नि के भनौँ यस्तो महँगो छ अब हामीलाई अचानक आएर यहाँ बसेर महँगो लागेको हो या फिर के लागेको हो बुझ्नै गाह्रो छ हो तर महँगो चाहिँ साह्रै महँगो छ मार्कर सकिन्छ यो मार्कर चाहिँ मैले किनिराख्नु पर्ने रहेछ जब खाली हुन्छ पानीहरूले भिजेर यो जान्छ नि तब चाहिँ फेरि मैले मार्कर लाउनु पऱ्यो नि त कहाँ माग्नु गइबस्नु हो उतापट्टि किनिराख्नु पर्ने रहेछ साह्रो रहेछ है अरूको जग्गामा आएर काम गर्नु उता भए त हामी भन्नु सक्थ्यो नि त होइन कि अहिले मेरोमा स्यालेरी छैन हामी बादमा किन्छु भन्नु सक्थ्यो नि त तर यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसन्स पुरा फलो गर्नु पर्दो रहेछ नो ब्ल्याक सुज नो एन्ट्री नो क्याप नो एन्ट्री हो त्यस्तो रहेछ ड्युटीमा चाहिँ अब किन्नै पर्ने खालको त्यस्तो केही न केही त जुगाड लाउनु पऱ्यो यसको लागि ब्ल्याक त ब्ल्याक सुजै लिएको कि तर अलिकति त्यो हामी म सिलगढीमा हुँदा चाहिँ अब ट्याक्कै सुज नपाएर चाहिँ यही अर्डर गरेको थियो नि त ब्ल्याक त ब्ल्याक छ भनेर फेरि हामीले त्यहाँबाट सोद्धा चाहिँ हुन्छ त्यस्तो केही हुँदैन भन्नुभएको थियो होइन सुजमा चाहिँ फेरि आइपुगेर चल्दैन भन्छ के गर्नु रिस देखाएन के गर्नु अरूको स्टोर हो अरूको कन्ट्री हो होइन अरूको जग्गा हो मेहमान जस्तो भएर बस्नु पऱ्यो अब
ड्युटी पुग्दा जे गरे पनि हुन्छ। स्टाइल केही छैन। के नदिएको छु। मलाई हाँसउठ्यो, हेर्नुहोस् न जुत्ता अगाडि देखाएको जुत्ता र इट्स टु डिफ्रेन्ट नि। सलिड ब्ल्याक देख्दैछ यार, यसमा सलिड ब्ल्याक। मैले जुत्ता चाहिँ यस्तो बनाइदिएँ, देखेन ब्ल्याक, सलिड ब्ल्याक देखेन होइन। हेर्नुहोस् त ब्ल्याक सुज। अब कसले भन्छ ब्ल्याक होइन भनेर, तर मैले कमाल। कस्तो लाग्यो हजुरहरूलाई, हेर्नुहोस् मेरो कमाल। अब किन्नु पनि परेन, किन्नु त किन्नुपर्छ, अलिक पछि किन्नुपर्छ, किनभने अहिले चाहिँ मेरोमा स्यालेरी पाएको छैन होइन। त्यही भएर चाहिँ मैले यस्तो जुगाड गरेको। कस्तो लाग्यो भन्नुहोस् होला तपाईँहरू। सो बाई बाई।